स्वागत छ तपाईहरुलाई फास्ट नेपाल अपडेटमा। फास्ट नेपाल अपडेटमा हामी समाचार, खेलकुद, मनोरञ्जन एवं रोचक जानकारीहरू दिने कोसिस गर्नेछौँ र आजको यस भिडियोमा भने तपाईलाई म खेलकुद सम्बन्धी केही जानकारी दिन गइरहेको छु सर्ट अपडेटमा। र यतिखेर नेपाली क्रिकेट टोली पुरुषतर्फको क्रिकेट टोलीहरू यतिखेर भने विश्वकप खेल्नका लागि जाने भइसकेका छन् र आगामी आउने दिनमा आज विदाई कार्यक्रम रहेको थियो। केही शनिबारहरूमा कार्यक्रम रहेको थियो। शनिबार कार्यक्रममा पनि केही क्यानका अध्यक्ष सचिव पारस खड्का लगायतले शुभकामना व्यक्त पनि गर्नुभएको छ। उता भने क्याप्टेन रोहित पौडेल भने आगामी आउने विश्वकपमा राम्रो खेल्ने जानकारी दिँदै आएका छन् र भोलि नै भारत प्रस्थान गर्नेछन्। भोलि नै जानेछन् टोलीहरू र यो आउने मार्च र फेब्रुअरीमा हुनेछ भारत र श्रीलङ्कामा हुने यो खेलमा आज नै भोलि नै प्रस्थान गर्न लागेको हो। र यो टोलीहरू प्रस्थान गर्न लागिरहँदाखेरि तपाईहरुलाई के कस्तो लागिरहेको छ तल आफ्नो कमेन्ट बक्समा कमेन्ट गर्न भने नभुल्नु होला। आफ्नो विचार तल कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ।